आदरणीय मेरा आदरणीय आफन्तज्यूहरू, इष्टमित्र, दाजुभाइ दिदीबहिनीहरू, सहकर्मी, सहयात्री, सहपाठी र यस मेरो फेसबुक लाइभमा हुनुहुने सम्पूर्ण मेरा आदरणीय आत्मीयजनहरू, मलाई भारतबाट, नेपालबाट, विश्वभरिबाट फलो गर्ने सम्पूर्ण मेरा आत्मीयजनहरू, यहाँहरूपट्टि म हार्दिक नमस्कार टक्राउन चाहन्छु, अभिवादन टक्राउन चाहन्छु र तपाईलाई राधे राधे भन्न चाहन्छु। यहाँहरूको दिन सुखमय बितोस् यो पनि भन्न चाहन्छु। आदरणीय मेरा आत्मीयजनज्यूहरू, अहिले घोर कलियुग चलिरहेको छ। यो घोर कलियुगमा यदि हामी खुसी हुनु छ भनेपछि, हामीलाई खुसी, आफ्नो घरमा खुसी यथावत राख्नु छ भनेपछि हामी पुनः आफ्नै बा हजुरबुवा हजुरआमा आमाहरूले गरेको जस्तै गरेर हामी चाहिँ आध्यात्मिक धार्मिक बन्न जरुरी छ। र यदि यस्तो आध्यात्मिक धार्मिक बनियो र खानपानमा पनि तपाईको मुखमा जिब्रोमा लगाम लगाउनु भयो भनेपछि तपाईको घर स्वर्ग नै बन्छ। यति कुरा ख्याल गर्नु होला। अहिले के छ, खाने नखाने, बाहुनले पनि सुँगुर खाएको छ, भैँसी खाएको छ, रागो खाएको छ, गाई पनि खाएको छ, कुकुरो खाएको छ, जे पनि खाएको छ बाहुनले पनि। बाहुन छेत्री खान्छ र बाहुन छेत्री र ठकुरीहरू यो जोगी योगी गृह हैन त्यो सबैले त्यो धर्म बचाउने हैन। नेपालमा जुन अब हाम्रो वैदिक सनातन धर्मको उद्गम स्थल नेपाल नै हो, भगवानको भूमि नेपाल हो, भगवानहरूको जन्मभूमि नेपाल हो। यहाँ थाहा नै छ, बोध नै छ, हिमालयका नेपालमै छ र शङ्कर भगवानहरूको ठाउँमा शङ्कर भगवानका चाहिँ किम्वदन्तीहरू भेटिरहेका छन् भनेपछि हामी चाहिँ त्यस जन्मभूमि, त्यस पवित्र भूमि, त्यस वैदिक सनातन हैन भगवान भूमिको जन्म हामी मान्छेले हामीले चाहिँ आफ्नो धर्मको रक्षा गर्ने ठाउँमा, हिन्दू संस्कारको हैन सनातन धर्मको चाहिँ हामीले चाहिँ बचाउने ठाउँमा हामीले नै नाना थरी के खाँदैछौँ हैन। विदेशीका चाहिँ झोला बोकेर विदेशीका सिस्टम मान्दैछौँ। जन्मभूमि हाम्रो चाहिँ आफ्नो जन्मभूमि नेपालमा चाहिँ हामीले चाहिँ आफ्नो जन्मदिनमा हामीले चाहिँ पूजाआजा गरेर हैन कुलपितृसँग आशीर्वाद लिएर जन्मदिन मनाउने हो भने अहिले चाहिँ हाम्रा नेपाली आमाबा दाजुभाइ दिदीबहिनी सबैले चाहिँ जन्मदिन मनाइरहेका छन् केक काटेर। त्यो थोरै हाम्रो संस्कारमा आउँछ। त्यो केक काटेर हाम्रो सही छैन। हाम्रो सनातन हिन्दू धर्मदर्शनमा त घरको आफूलाई जन्म दिने आमा बाउका हातबाट हैन उहाँहरूको पूजा गरेर, उहाँहरूले चाहिँ कुलपितृसँग पूजा गरेर कुलपितृ र बुवा आमालाई हजुरबुवा बाजे हैन हजुरआमाको हामीले आशीर्वाद लिने हो, टिका लगाउने आशीर्वाद लिने हो। त्यसरी मनाएको जन्मदिनले पो हामीलाई चाहिँ निरोगी बनाउँछ, स्वस्थ बनाउँछ हैन, बौद्धिक बनाउँछ, अनि आत्मीय बनाउँछ, समाजसेवी बनाउँछ। बल्ल हामी खुसी र हाम्रो समाजले हामीलाई पनि पत्याउँछ र हामी पनि समाजलाई खुसी दिन सक्छौँ। त्यो आशीर्वाद त्यो जन्मदिनले हामीलाई दिन्छ। केक काटियो भनेपछि तपाईले प्राप्त गरेको जुन शक्ति छ त्यो शक्ति पनि तपाईको त्यहाँ नष्ट हुन्छ। यति ख्याल गर्नु होला। केक काट्ने संस्कृति हाम्रो हुँदै होइन। बुझ्नुभयो नि। यदि केकै खानु छ भनेपछि एक दिन गएर तपाईले टेस्ट गर्ने इच्छा छ भनेपछि एक दिन गएर छुट्याएर जानुहोस् या घर ल्याउनुहोस्, ल्याएर खानु न, बाटो खानु न। जम्मै दिनमा केक खानु पर्छ भने केही छ र? एक दिन पनि केक खान पाइन्छ भन्ने चाहिँ यो पनि जग्गा तपाईले सुनिरहेको छु मैले। किनेर ल्याएर खाए भयो त, चाख्ने इच्छा नै भएपछि। त्यसर्थ यहाँ के भन्छु भनेपछि तपाईँ हाम्रो घरमा अहिले जुन विघ्न बाधाहरू आइरहेका छन् हैन, सबै नेपाली जनको, नेपाली मनको भित्र नेगेटिभ एनर्जी धेरै भइसकेको छ। किन? तपाईको खानपान हैन, सारा तपाईको मांस मदिरा, मासु जेको पनि होस्, नसा, गाँजा भाङ धतुरो, रक्सी हैन, वाइन के हो के यो सबै तपाईँ खानुहुन्छ। त्यो सबै खायो, जस्तो खायो ऐसा खाया अन्न ऐसा भया मन। जस्तो खानु तपाईले अन्न खानु त्यस्तै हैन, तपाईले त्यसको एनर्जी तपाईले त्यो शक्ति प्राप्त हुने हो।
तपाईँ जस्तो वृक्ष रोप्नुहुन्छ त्यस्तै फल प्राप्त गर्नुहुन्छ। तसर्थ तपाईँहरू यी कुराहरू मनन गर्नुहोस्, मैले भनेको मान्नुहोस् र यो घोर कलियुगमा यो हाम्रो देश नेपाल सनातनी वैदिक सनातनी आध्यात्मिक देश नेपाल हो, हिमवत् खण्ड हो। हिमवत् खण्डमा नै भगवानहरूका जन्मभूमि छन्। यो सत्य नै छ। यो हिमवत् खण्डमा नै भगवानको जन्मभूमि छ। भगवान शङ्कर पशुपतिनाथ, केदारनाथ, बद्रीनाथ होइन, गोसाइकुण्ड, पिण्डेश्वर महादेव होइन, नारायणेश्वर महादेव, त्यसपछि तपाईँको चाहिँ पाण्डवेश्वर महादेव, यस्तै यी महादेवहरू हिमवत् खण्डमै हुनुहुन्छ। अनि हाम्रो भूमि सनातनी भूमि हिमवत् खण्ड भूमि हो र भगवानहरूको जन्मभूमि हो। त्यसरी बुझ्नुहोस्। तसर्थ तपाईँहरू यदि साँच्चै नै खुसी र सुखी निरोगी बन्नु छ भनेपछि मेरो कुरो मनन गर्नुहोस्। आजबाट तपाईँले चाहिँ खानपानमा सुधार गर्नुहोस्, कर्ममा सुधार गर्नुहोस्, नेगेटिभिटी काम गर्ने हो, चोरी चकारी गर्दै नगर्नुहोस्, भ्रष्टाचार गर्दै नगर्नुहोस्, सकारात्मक गर्नुहोस् होइन। तपाईँले चाहिँ थोरै कमाए पनि त्यो पैसामा ताकत हुन्छ, बरकत हुन्छ। तपाईँ चाहिँ पक्कै पनि सफल बन्न सक्नुहुन्छ। तपाईँको साथ पुस्तासम्म तपाईँले गरेको पुण्य कर्मबाट तपाईँको साथ पुस्तासम्म केही हानि नोक्सानी हुँदैन। मैले यहाँलाई जानकारी गराउन चाहन्छु। म हुन त ठुलो भौतिक यो त होइन, त्यही पनि मैले चाहिँ अध्ययन गर्दा र अध्ययन गर्ने ठुला गुरु भक्तजनहरूका, महात्माहरूका होइन, उहाँका यी भिडियोहरू, उहाँका लेखहरू अध्ययन गर्ने गरेको छु र मैले चाहिँ आफूलाई पनि केही परिवर्तन गर्ने गरेको छु। किन परिवर्तन हुन जरुरी छ। खालि दलबदल हुन मिल्दैन। बौद्धिक क्षेत्रको लागि चाहिँ परिवर्तन हुन जरुरी हुन्छ। सिक्नुपर्छ, सिकाउनुपर्छ भन्ने मेरो चाहिँ धारणा छ। यहाँलाई कस्तो लाग्छ यसो सल्लाह सुझाव दिनुहोला, सुनेर तपाईँ पनि सुध्रिनुहोला भन्दै म बिदा हुन्छु। मेरो नाम त्रिलोचन देवकोटा, म पुणेमा रहन्छु। म प्रवासी नेपाली हो। यहाँलाई अवगत नै छ। प्रवासी नेपाली भए पनि होइन र हामी पोजिटिभ मार्गमा हिँड्नुपर्छ, पोजिटिभ कर्म गर्नुपर्छ र खानेकुरामा पनि हामी ख्याल गर्नुपर्छ। जे पाए त्यही खाना हुँदैन र स्वस्थ जीवन स्वस्थ भएर जिउन यहाँहरूलाई पनि अनुरोध गर्दछु र म पनि स्वस्थ भएर जिउन चाहन्छु। हवस् त, धन्यवाद। यहाँको जय होस्, मङ्गलम होस्।